तुलसीको धेरै फाइदाहरू छन्। भनिन्छ कि तुलसीको कण्ठी धारण गर्नाले सबै अमङ्गलहरू टाढा भएर जान्छन् र मङ्गलै मङ्गल घटित हुन लाग्दछन्। यसरी तुलसीको अनेक महत्त्व बताइएको छ। भगवानको प्रसादमा पनि जबसम्म तुलसीको सानो पत्ता छोडिँदैन तबसम्म भगवानको भोग पनि लाग्दैन। यसरी अनेक महत्त्व तुलसीको छ। त्यसैले भनिन्छ हरेक सनातनीहरूको घरमा तुलसीको वृक्ष हुन अत्यन्तै आवश्यकता छ। भनिन्छ जहाँ तुलसीको वृक्ष हुन्छ त्यही भगवान पनि वास गर्नुहुन्छ। अब तुलसी का वृन्दमा हूँ देखी हरस कपिराई, रामायुध अंकित गिह शोभा बरने जाय। तुलसीलाई रामायुध अंकित मानिएको छ। लङ्कामा जब हनुमानजी प्रवेश गर्नु भएको थियो त्यो समयमा यताउता हनुमानजीले हेर्दा केवल एउटा घरमा मात्रै तुलसीको वृक्ष त्यहाँ देख्नुभयो र हनुमानजी पुरै लङ्कामा केवल विभीषणजीको घरमा मात्रै पुग्नुभयो। त्यसैले हजुर चाहनुहुन्छ हनुमानजी हजुरको घरमा आउनुहोस् भनेर सबै देवी देवता हजुरको घरमा बास होस् भनेर भने हजुरहरूले घरमा तुलसीको वृक्षलाई लगाउनुहोस्। तुलसी अत्यन्त पूजनीय हुनुहुन्छ। तर हामी आजकल हाम्रो घरको द्वारमा तुलसीको वृक्ष लगाउँदैनौँ। तर के लेख्छौँ त? बाहिर लेखिरहेका हुन्छौँ कुकुरदेखि सावधान, बी अवेयर अफ डग्स। त भन्नुहोस् भगवान हजुरको घरमा आउनुहुन्छ होला? यता हनुमानजीले रामायुध अंकित गिह शोभा बरनी न जाई, नव तुलसी का वृन्दमा हूँ देखी हरस कपिराई, देखी हरस कपिराई। अत्यन्त हर्षित भएर नबोलाइकन आफै स्वयं जानुभयो। तर हामी भगवानलाई बोलाउँछौँ अनि बाहिर द्वारमा लेख्छौँ कुकुरदेखि सावधान। भन्नुको तात्पर्य हाम्रो घरमा पनि तुलसीको वृक्ष, श्री रामचरितमानस, श्रीमद् भगवत गीता, श्रीमद् भागवत महापुराण, श्री भक्तमाल ग्रन्थ यी सबै हुन अत्यन्त आवश्यकता छ। यसले हाम्रो घरको वास्तु दोष पनि निवारण गर्दछ र सबै प्रकारले हाम्रो रक्षा पनि गर्दछ।